यदि तपाईँले पेपाल एकाउन्ट बनाउनु छ, पेपाल एकाउन्ट चाहिएको छ, यदि तपाईँ फ्रिल्यान्सर हुनुहुन्छ, अनलाइन जब गर्न चाहनुहुन्छ, अथवा तपाईँले फाइबर, अपवर्क अथवा पिपुल पर आवर अथवा एनी कुनै पनि एउटा ट्याक्सहरू, जुन एउटा विभिन्न किसिमको ट्याक्सहरू छन्, ती ट्याक्सहरू गरेर तपाईँ अनलाइन अर्निङ गर्न चाहनुहुन्छ, यदि त्यसो हो भने चाहिँ तपाईँले पेपाल एकाउन्टको जरुरी छ, इमर्जेन्सी छ भने चाहिँ तपाईँले यस्तो प्रकारको पेपाल एकाउन्ट छिनभर नै खोल्न सक्नुहुन्छ। म पहिला मेरो पेपाल एकाउन्ट खोलेर देखाउँछु। यसमा चाहिँ यस्तो प्रकारको पेपाल एकाउन्ट छ, यसमा फुल्ली भेरिफाई पेपाल एकाउन्ट छ, विभिन्न किसिमको ट्रान्जेक्सन पनि म गरिसकेको छु है। अझै पनि मेरो एउटा 7 युरो चाहिँ यसमा छ। यस्तो प्रकारको पेपाल एकाउन्ट बनाउन चाहनुहुन्छ भने तपाईँले यो भिडियोलाई ध्यान दिएर हेर्नु होला। यस्तो प्रकारको पेपाल एकाउन्ट सजिलैसँग तपाईँले आफ्नै मोबाइल फोनबाट, आफ्नै ल्यापटपबाट, आफ्नो घरमै बसेर बनाउन सक्नुहुन्छ। त्यसको लागि चाहिँ 5वटा स्टेप भन्छु म। 5वटा स्टेपमा तपाईँ चाहिँ सुरुको स्टेपदेखि अन्तिम स्टेपसम्म चाहिँ सुन्नु होला। 1 नम्बर स्टेप 1मा गो टु द पेपाल एकाउन्टमा www.paypal.com मा जानुपर्छ। सुरुमा गो टु द पेपाल एकाउन्ट जाने, त्यसमा चाहिँ एउटा लगइन छ, एउटा अर्को साइन अप हुन्छ। क्लिक द साइन अपमा क्लिक, ओके। अनि क्लिक साइन अप, आफ्टर द क्लिक साइन अप चुज एउटा योर एकाउन्ट, personal account or business account. Which type of the account you can be create? Okay, this is type of the account you can be easily create personal or business account. After the select personal or business हुन्छ, step 3 मा छ एउटा यो select your region अथवा which country are you located now or which country you make the valid ID पासवर्ड। तपाईँ कुन कन्ट्रीको आइडी पासवर्डहरू बनाउनु भएको छ त्यो कन्ट्री चाहिँ सेलेक्ट गर्ने, त्यो कन्ट्री चाहिँ सेलेक्ट गर्नुपर्छ। स्टेप 4 मा एउटा डिटेल हुन्छ। डिटेल भन्नाले चाहिँ लिगल नेमहरू, जुन आइडी कार्डमा जे नेम छ नि त, तपाईँको आइडी कार्डमा जे नेम छ, आइडी कार्डमा जे जन्मित छ, बर्थडे छ, त्यसलाई चाहिँ राम्रोसँग चाहिँ इजिली रूपमा सजिलैसँग चाहिँ फिल गर्न सक्नुहुन्छ। नम्बर एउटा, नम्बर कति नम्बर, त्यसमा फोमा डिटेल एउटा फिल गर्न सक्नुहुन्छ। अब त्यसको नम्बर 5 मा हुन्छ भेरिफाई योर फोन नम्बर इमेल। तपाईँको फोन नम्बरमा एउटा कोड जान्छ, इमेलमा कोड जान्छ, त्यो इमेलमा कोड गइसकेपछि कोड हालेर भेरिफाई गर्न सक्नुहुन्छ। नम्बर स्टेप चाहिँ के हुन्छ 5 मा भइसकेको छ। अब त्यसरी 6 मा छ लिङ्क योर पेमेन्ट मेथड यो लिङ्क योर ब्याङ्क, लिङ्क योर कार्ड। इट इज चाहिँ एउटा भिजा कार्ड, मास्टर कार्ड, एनी एउटा ब्याङ्क हुन्छ। कुनै पनि ब्याङ्क अथवा भिजा कार्ड, मास्टर कार्ड चाहिँ सजिलैसँग चाहिँ लिङ्क गर्न सक्नुहुन्छ। यदि तपाईँले सजिलैसँग लिङ्क गऱ्यो भने तपाईँ इजिली रूपमा चाहिँ एउटा पेमेन्ट एक्सेप्ट गर्न सक्नुहुन्छ र त्यसबाट पेमेन्ट पनि गर्न सक्नुहुन्छ। त्यसमा पेमेन्ट एक्सेप्ट पनि गर्नुपर्छ, रिसिभ विथड्र सबै दुटै गर्न सक्नुहुन्छ। नम्बर 6 पछि नम्बर 7 आयो कम्प्लिट आइडेन्टिफिकेसन भेरिफिकेसन। तपाईँको यदि डकुमेन्ट छ, डकुमेन्ट कुनै नेसनल आइडी कार्ड अथवा तपाईँको ड्राइभिङ लाइसेन्सहरू स्क्यान गरेर क्युआर कोड गरेर तपाईँको पेपरलाई सबमिट गर्नुपर्छ। यो एडिसन इन्फर्मेसन सक्नुपर्छ। गभर्मेन्ट इस्यु आइडी, पासपोर्ट अथवा नेसनल आइडी कार्ड अथवा ड्राइभिङ लाइसेन्स, पासपोर्ट भए पनि, नेसनल आइडी कार्ड भए पनि, ड्राइभिङ लाइसेन्स भए पनि तपाईँले सजिलैसँग चाहिँ के हुन्छ सजिलैसँग स्क्यान गरेर चाहिँ त्यसमा पठाउन सक्नुहुन्छ। अनि एड्रेस प्रुफहरू, यदि तपाईँले चाहिँ कुनै पनि इलेक्ट्रिसिटीको बिलहरू, ब्याङ्क स्टेटमेन्टहरू त्यो पनि हाल्ने र त्यसपछि एडिसन इन्फर्मेसन अरू कुनै पनि इन्फर्मेसन चाहिएको छ भने पनि त्यसमा नै हाल्न सक्नुहुन्छ। अब त्यसपछि यो 1 नम्बर 7 नम्बरमा सकिसकेपछि तपाईँको 7 नम्बर सकिसकेपछि तपाईँले पेपरबाट कम्प्लिट रूपमा गर्न सक्नुहुन्छ। 1 नम्बर स्टेपमा गो टु द पेपाल एकाउन्ट, नम्बर स्टेपमा सेलेक्ट एउटा के भन्छ कन्ट्री, र नम्बर एउटा 4 मा चाहिँ एउटा डिटेल फिल गर्नुपर्छ। नम्बर 5 मा एउटा भेरिफाई योर फोन नम्बर एड्रेस। नम्बर 6 मा कम्प्लिट आइडेन्टिफिकेसन, आइडेन्टिफाई गभर्मेन्ट इस्युहरू। नम्बर 7 मा चाहिँ कम्प्लिट आइडेन्टिफिकेसन भेरिफिकेसन। नम्बर 6 मा लिङ्क योर पेमेन्ट मेथड हुन्छ। त्यति गरिसकेपछि तपाईँले फुल्ली भेरिफाई एउटा पेपर एकाउन्ट गर्न सक्नुभयो। त्यसरी यसमा के हुन्छ भने चाहिँ तपाईँले अर्को यदि चाहिँ पेपाल एकाउन्ट चाहिँ बनाउन पर्ने ध्यान दिनुपर्ने कुराहरू यति नै हुन्। यति कुरामा ध्यान दियो भने तपाईँले फुल्ली भेरिफाई पेपर बनाउन सक्नुहुन्छ। नम्बर 1 मा www.paypal.com मा जाने, त्यसपछि गइसकेपछि त्यसमा साइन अप र लगइन हुन्छ। साइन अपमा क्लिक गर्ने, साइन अपमा क्लिक गरेर सिलेक्ट योर कन्ट्री सेलेक्ट गर्ने। कन्ट्री सेलेक्ट गरिसकेपछि तपाईँको इमेल अथवा फोन नम्बर चाहिँ फिल गर्ने। इमेल फिल गरिसकेपछि इमेलमा एउटा भेरिफिकेसन कोड जान्छ। इमेलमा भेरिफिकेसन कोड गइसकेपछि इमेलको भेरिफिकेसन कोड राखेर त्यसमा भेरिफाई गर्ने। अनि त्यसपछि तपाईँको एउटा पेपाल एकाउन्टमा त्यो इमेल भेरिफिकेसन भइसकेपछि तपाईँको ब्याङ्क एकाउन्टहरू, आइडीहरू लिङ्क गर्ने हुन्छ, ब्याङ्क एकाउन्ट लिङ्क गर्ने। अनि एड्रेस प्रुफहरू माग्छ भने इलेक्ट्रिक बिलहरू अथवा स्टेटमेन्ट, ब्याङ्क स्टेटमेन्टहरू दिने। र त्यसपछि तपाईँले एउटा लास्टमा आइडेन्टिफिकेसन, कुनै पनि एउटा भेरिफिकेसन, एडिसन भेरिफिकेसन मागेको छ भने दिने। अनि त्यस्तो गरेर पनि तपाईँले फुल्ली भेरिफाई पेपाल एकाउन्ट बनाउन सक्नुहुन्छ। त्यसको लागि चाहिँ यदि तपाईँले चाहिँ जान्नु भएन, कन्फ्युज हुनुभयो भने तपाईँले कमेन्ट बक्समा कमेन्ट गर्नु होला। म त्यो पुरा डिटेल रूपमा भिडियो बनाएर तपाईँले ल्याउनेछु।